मलाई अब घर अब फङ्को पारेर आउनु होला होइन ए ऊ पनि बनाइसकेको हो ऊ बाँकी छ असार बनाउनु छ होडल्नु पर्छ नि अब परमेष्ठिने नमः मेढ्रुम पूजयामि ओम श्रीपते नमः नाभिम पूजयामि ओम गदाधराय नमः मैले भनेको गदाधराय नमः चाहिँ भन्ने पूजयामि चाहिँ रूपमा भने पनि हुन्छ भगवानको अङ्ग हो क्या त्यो भगवानको पाउदेखि शिरसम्म पूजा गरे हो यसो दिनु भगवानलाई अर्पण गराएर यसो दिनु पास गर्दै जाऊ राख्नु अर्चन सर काट्नु कमन गर्छन् सबै भिडियोहरु बोलेर राख मम्मी चाहिँ बस्यो ल बाबु उठ अरे यहाँ दिनु भएन एकैछिन बस्नु अनि नयाँ ल्याउनु के काट्नु नयाँ काटिसक्यो सुरुवात भइसक्यो नि त मैले यसलाई काखा लिनु न पाइन्न अरे उठा त पुरै त पर्दैन होला भने मान्छे नि आज साडीभरि त्यो रङै हुन्छ कतिलाई लास्ट पनि प्लेटले गर्नु त्यसले पनि काट्ने गाह्रो हुन्छ आफूले सानै देखिन्छ है त्यो यहाँसम्म पर्दा त निदारले छोड्दिनु भयो हात राख्नु पर्छ आज सजिलो के अंकल रेजर भएपछि कि पहिला कुरकुर कुरकुर पनि रेजरले गरे हो कि सेभिङ रेजरले होइन यस्तो हो इलेक्ट्रिक पर्छ कहाँ चिया पकाउनु गएको देवीलाई फोन गरे हुन्छ नि त चिया पकाउने मेरोमा मम्मी कहाँ हुनुहुन्छ फोन गरेर देवी फोन लगाएको म देवी आन्टीलाई गरेपछि भयो आउँदा ल्याउनु भने अब तिमीहरू लुस्ने कसरी हो यसलाई टुप्पी अब टुप्पी तान्ने अब सम्राट लुस्ने कसरी हो तँलाई अब केही बदमासी गरे कि टुप्पी तान्ने प्याट्टा हान्न पाइयो नि त यस्तो राम्रो रहेछ मेरो ल्याउनु पर्ने सबै खाने रोटीहरू राम्रो आउँछ आजकल त इलेक्ट्रिक आएछ नि केही यति छोडिदिनु अगाडि अनि भिडियो छ भिडियो भिडियो भएपछि जहिले काम नगर्नुपर्छ हो नि जहिले लगाउने नि पछि पो लगाउनु पाइँदैन यतिखेर चाहिँ मिल्यो अचाका ज्वाइँलाई मिल्छ टाढा हुन्थ्यो अरू अचाका ज्वाइँ हप्ते पछि भेटिन्छ दिनदिनै भेटिन्छ पहिला ज्वाइँहरू त कहाँ खाना पनि राम्रोसँग बोलाउनु पर्थ्यो भात बसालेको छ हेर्नुहोस् त भन्नुपर्छ आजकल त्यस्तो छ नि त केही पनि हेरेँ मम्मीलाई डालो पनि बोकेर हिँड्नुपर्छ लगाउनुपर्छ क्या मामालाई मामा काम त मामाको होइन क्या शेरवानी चेन्ज गरेर आउनु भन्छ डालो बोक्दा कस्तो भइरहेछ भाइ सब ठिक छ फर्स्ट क्लास अब मामालाई नभेट्ने गरेर दौडी है आजबाट के भन्ने यार बाबु तिमीले अब त
बाबु मैले के भनेको थिएँ अरे आजबाट तिमीले के भन्नुपर्ने अरे के भन्नु भएको कपाल काट्दै यस्तो मा भन्नु पर्यो अब 10 टिको लाउँदाखेरि पैसा पाइन्छ टन्न कुरै बुझेको छैन अब दिनदिनै बिहानमा उठ्दाखेरि नुहाउनुपर्छ नुहाउनुपर्छ जनै जब लापछि गर्नुपर्छ पूजा नगरिकन खान पाइएन देही आमा हजुरले मलाई भिक्षा दिनुहोस् मैले यो भिक्षा सङ्कलन गरेर लगेर गुरुलाई पाल्छु गुरुलाई मैले शिक्षा पाउँछु ल है त ल ओम ओम भगवती भिक्षाम सुरु गर्नु दिनुहोस् अब त्यतै आउनुहुन्छ हजुरहरू कति नाति बक्स्योस् है टक्क बाबु त्यतै आउनुहुन्छ अब ठुलोबाट दिने पाठीले लिएर घटाउँदै लाने हो नत्र त पाठी लिएर सधैँ राख्दै लाग्दैन ओम भगवती भिक्षामेहि ल अब हजुरहरू आफ्नो लाइनमा बसिबक्सेला बाबु त्यता आउनुहुन्छ भिडियो खिच्न पनि रमाइलो हुन्छ भिड नगरौँ ओ बाबु बोलिरहनु ओ भगवती भिक्षामेहि ओ भगवती भिक्षामेहि भगवती भिक्षामेहि हुँदैन बाले हेर्नु हुँदैन ओ भगवती भिक्षामेहि ओ भगवती भिक्षामेहि ओम भगवती भिक्षामेहि ओम भगवती भिक्षामेहि उताबाट आएपछि पो यताबाट रोडै छ हजुरहरू यतै फर्किएर बस्ने हो ल ल ल उताबाट घुमेर आउनुहुन्छ भनेर हो आमाले हेला पहिला लगाइदिन्छ मैले त ल्याएको छु त हजुरलाई त्यो अहिले थाली मम्मीलाई एउटा त्यो थाली दियो भने हजुरले थाली एक विधान छैन यो सबै नयाँ नयाँ अदिल दल्ली रमाइलो गर्ने पछि आएको हो हजुरहरूको चलन के छ त्यही छ त्यही त चलन चौरा मात्रै हो दुलालाई टिका लाउने सुन्नुहोस् है म भन्छु दुलालाई टिका लाउनु बरलाई टिका लाउनु बटुलाई टिका लाउँदिन त्यसमा जाने जग्गामा दुवा फेरेर राम्रो भएर माला टिका लगाइदिएर आफूले जो सकेको दिने हो अब अहिले त्यसै सिँगार पटार गरिदिनु त अन्धी त हो नि भाइ ल्याउ 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 मैले
बसिहाल्यो सबैले भने सबैसँग भने सबैजना बधाई स्वागत गर्नुहोस् तपाईँहरूले मङ्गल टिका भने त राम्रो फुका जाँदैन त्यसमा त्यो सजिलो फुका राम्रो जाँदैन कि नराम्रो सबैको टिका भने त राम्रो हुन लाग्ने होइन टिका भने राम्रो हुन लाग्ने हो बनाएर राम्रो टिका लगाइदिन्छ चले राम्रो हुँदैन सम्राट एकछिन इनेक्ट गर्नु इनेक्ट मामा यता गुरुलाई के भन्नु मान्यो के अङ्कल हजुर के भन्नु मानिहाल्नु छ होइन घरमा सबैजनाले बोलाउनु भएको छ माया गर्नु भएको छ अन्त भन्नु भएन वर्तन गर्ने